सो गाइज वेलकम ब्याक टु माई च्यानल। आज नयाँ दिन फेरि नयाँ सुरुवात र तपाईँहरूको लागि चाहिँ मैले यो विन्टर स्पेसली यो विन्टरको लागि छु बल्किङ सिरिज लिएर आएको छु र तपाईँहरूलाई चाहिँ आज मेरो फर्स्ट डे हो र आजदेखि मेरो कति वेट छ र आउने दिनमा कति वेट म गेन गर्छु भने सबै तपाईँलाई म अपडेट अब यो सर्ट्स भिडियोमा देखाउने गर्छु। त्यही भएर मेरो च्यानललाई फलो सब्सक्राइब गरिदिनु होला र हेर्नु सक्नु छ अहिले 0 छ टोटल। म यसमा हेर्न सक्नुहुन्छ मेरो वेट अहिले 76.6 छु र आज मेरो फर्स्ट डे र अब अपडेट चाहिँ तपाईँहरूलाई म आज एक्सर्साइज गरेर पनि देखाउँछु वर्कआउटहरू। सो प्लिज स्टे इन माई च्यानल। सो गाइज आज सन्डे, आज फर्स्ट डे। नर्मली मान्छेहरूले टेस्ट गरेर आउँछ तर म चाहिँ तपाईँलाई आज एक्सर्साइज गरेर देखाउँछु र आज म लेग्स गर्छु। फर्स्टमा चाहिँ म साइक्लिङ गर्ने गर्छु। सक्नुहुन्छ त्यो चाहिँ हाम्रो वार्मअप सेट हो साइक्लिङ। सेट गर्नुहुन्छ सक्नुहुन्छ। सरी 22 वर्ष। त्यसपछि हाम्रो लेग स्ट्रेचिङहरू छ यसरी साइडमा दुईटै लेगबाट यसरी फ्रन्ट ब्याक। फर्स्ट वर्किङ सेट स्क्वाट। मेरो पोजिसन सक्नुहुन्छ, सिटिङ एङ्गल सक्नुहुन्छ। मेरो धेरै वाइड पनि छैन, धेरै क्लोज पनि छैन। सो गाइज अब हाम्रो नेक्स्ट एक्सर्साइज लेग एक्सटेन्सन हेर्न सक्नुहुन्छ। आफ्नो हाइटको अनुसार सिट एडजस्ट गर्नु होला। यदि एडजस्टेबल सिट छ भने तल लिएर आउँदाखेरि एकदम स्लो मुभमेन्टमा छोड्नु होला। माथि पुरै स्ट्रेट, तलमा स्लो मुभमेन्ट। यसको पनि तपाईँले 4 फिट गर्नुपर्ने हुन्छ। अब हाम्रो नेक्स्ट एक्सर्साइज भनेको लेग कल, थर्ड एक्सर्साइज हो हाम्रो यो चाहिँ। सो गाइस अब चाहिँ हामीहरू आफ्नो फोर्थ एक्सर्साइज चाहिँ एबडक्टर। एबडक्टरमा 2 किसिमको हुन्छ। एउटा आउटर एबडक्टर हुन्छ जुन कि तपाईँले भित्रबाट बाहिर गर्नुपर्ने हुन्छ। एउटा इनर थाई एबडक्टर हुन्छ जुन कि तपाईँले बाहिरबाट भित्र गर्नुपर्ने हुन्छ। सो अहिले मैले गरिरहेको चाहिँ आउटर थाई एबडक्टर हो। सो लेट्स स्टार्ट। सो गाइज अब हाम्रो नेक्स्ट एक्सर्साइज भनेको इनर थाई एबडक्टर जुन कि हामीले बाहिरबाट भित्र लिएर आउनु पर्ने छ। सक्नुहुन्छ। गाइज अब हाम्रो नेक्स्ट एक्सर्साइज भनेको ग्लुट्सको लागि, ब्याक हिपको लागि एकदमै बेसिक एक्सर्साइज हो यो चाहिँ। तपाईँहरूसँग मेसिन छैन भने तपाईँले यसरी बारबार रडले चाहिँ गर्न सक्नुहुन्छ। तपाईँहरूलाई मैले गरेर देखाउँछु। सो गाइस अबको हाम्रो आज लेग डेको लास्ट एक्सर्साइज भनेको काल्फ्सको लागि। काल्फ्स कस्तो हुन्छ भने तपाईँको बाइसेप ट्राइसेप गर्दाखेरि हामीले फोरआर्म गर्छौँ त्यस्तै हो। लेग्स गर्दाखेरि, थाई गर्दाखेरि हामीले काल्फ्स जुनेलाई भन्छ, यो चाहिँ गर्न एकदमै इम्पोर्टेन्ट छ। सो गाइस तपाईँहरूलाई म गरेर देखाउँछु र यो गर्दाखेरि तपाईँले इनलेट लगाउनु पर्दैन। इनलेट निकालेर गर्नु होला। मैले तल गरिदिएको छु। अहिले इनलेटलाई तल हालेर गर्नुपर्ने हुन्छ किन हाम्रो काल्फ्सको मुभमेन्ट हुन्छ। त्यही भएर हामीले कुनै इम्प्याक्ट नपरोस् भनेर। सो गाइज आजको लागि यति मात्र हो। र काल्फ्स गर्दाखेरि एउटा कुरा ध्यानमा के हाल्नु होला भने यसमा रेपिटेसन काउन्ट हुँदैन। अन्टिल फेलर काल्फ्स गर्दाखेरि जहिले पनि अन्टिल फेलरसम्म गर्नु होला जुन कि एकदमै इफेक्टिभ हुन्छ काल्फ्स गर्दाखेरि। र तपाईँले 3 to 4 सेटसम्म गर्न सक्नुहुन्छ। सो गाइज अलवेज हेल्दी। थ्याङ्क यू सो मच।